हेलो एभ्रिवान, हामी चाहिँ बिहानै आज नुहाएर रेडी भएर बेस्ट फ्रेन्डलाई सरप्राइज दिन लागेको है आमा छोरी। हामी चाहिँ रेडी भयौँ नुहाएर जान लागेको, रेडी भइसक्यौँ। हेरौँ है आज उसको के रियाक्सन हुँदो रहेछ। हामी चाहिँ अटोमा चढेर गयौँ बेस्ट फ्रेन्डको घरतिर जाँदैछौँ। छोरी चाहिँ फेरि हिँड्न पाएपछि खुसी हुन्छन् एकदमै, आफ्नै तालमा छिन्, खुसी छिन् एकदम। हामी चाहिँ आधी बाटोतिर चाहिँ पुगिसक्यौँ। हेर्नुहोस् छोरी के गर्दैछिन्। अनि छोरी चाहिँ जाँदै जाँदै बाटोमा निदाइन्, हेर्नुहोस् त। अनि हामी जाँदैछौँ, निदाउन खोज्दैछौँ, निदाइ पनि सकिनु। छोरी निदाइन्। मेरो साथीको घर चाहिँ आइसक्यो है गाइस। अब यहीँबाट उत्रेर जाने हो मेरो साथीको घर चाहिँ। अब सफारीबाट उत्रियौँ हामी चाहिँ, उत्रेर एकछिन हिँड्यौँ। साथीको घर आएपछि मेरो छोरी पनि उठिन्, निदाकी थिइन्, उठिहालिन्। उसलाई कसरी थाहा भयो? म चाहिँ साथीको घर आइसकेँ। अब हेरौँ उसको रियाक्सन के हुने रहेछ है त। यताउति हेरेँ, साथी रहेनछन्, माथि छिन् भनेर माथि गएको, माथि पनि थिएनन्। भरे तल भाँडा माझ्दै रहेछन्, देखिन् उसले। मेरो छोरी चाहिँ आइ आइ भन्दैछिन् है यतापट्टि। उसको बहिनी यता छिन्। अनि हामी तल झऱ्यौँ। रियाक्सन चाहिँ हेर्न सक्नुहुन्छ गाइस। मेरो छोरीको रियाक्सन चाहिँ यस्तो छ। मलाई त माथि जाने भन्दैछिन् छोरी चाहिँ। त चाहिँ आमा हुनुहुँदो रहेछ।
हजुरआमा नमस्ते। नमस्ते बाबा, म त बिरामी भएर टाउको दुखेर गइराखेको छु बाबा। छोरी हजुर छोरी राते घर आइने कि होइन यहीँ आएको। हजुरआमासँग एकछिन कुरा गरेर यता भित्र गयौँ। आन्टीहरू चाहिँ सुतिरहनु भएको रहेछ यतापट्टि। के गरेको भिडियो किन बनाएको भन्नुहुँदै थियो अनि उसले ब्लग बनाइकिन भनेर भन्दैछिन्। आन्टी चाहिँ भिडियो नबनाऊ नबनाऊ भन्नुहुँदै थियो। हजुर मेरो होइन नि त बेबी, सानो हुन्छ मलाई त। अर्को यो दादाको हो क्या, मेरो होइन, दादाको हस्। पाप के भने? पाप पाहाने सुनिसा आफै सिँढी चढ्छिन्। उता सिँढी चढ्न चाहिँ एकदमै मजा लाग्छ। अनि पछि उता भित्र पस्छिन्। अनि एकछिन पछि मैले चाहिँ उसलाई रेडी हौ अब हामी टिकटकहरू बनाउनुपर्छ भने, अनि ऊ चाहिँ रेडी हुँदैछन् यता टिकटकहरू बनाउनको लागि। तर टिकटकै बनाउन पाइनौँ हामीले, किनकि लाइनै थिएन नि त। अनि एक दुईवटा फोटोहरू चाहिँ खिच्नु भनेर माथि छतमा गएर अनि एउटा सानो भिडियो पनि बनाएँ, उसले बनाइन्। हाँसिदेऊ न, हाँसिदेऊ। अनि हामीले भिडियोहरू खिचिसकेर आएर यहाँ गर्मी भयो छोरू भनेको, उसलाई पनि गर्मी भयो। हम्किदिरहेको छौँ मामुलाई। अनि हामी कुराहरू सकेर एकछिन भोक लाग्यो भनेर अनि हामी पसल गयौँ चाउचाउ किन्न। त्यसपछि मैले चाउचाउ बनाइदिएँ, बनाएर अनि हामीले चाहिँ खाना रेडी बनाइसक्यौँ। मामुलाई सानो पुगु यहाँ। अनि हामी चाहिँ गफ गर्दै दुईजना भएर खाना लाग्यौँ। यहाँ चाहिँ हामी गफ हान्दै खाँदैछौँ के कुराहरूको। जे साथी भेट त मजा चाहिँ हुन्छ होइन, खाना ओर्नु त त्यस्तै हो, इन्जोय हुन्छ। जे होस् एउटा फिलिङ्स जाग्छ क्या, जे होस् साथी छ भन्ने हुन्छ। माइतमा पनि यसो साथी चाहिँ भेट हुन्छ भन्ने हुन्छ होइन। अनि हामीले खाइसकेपछि चाहिँ अब हामी घर जान लागेको है। अनि घर जान उसले पनि चोकसम्म पुर्याइदिन्छु भनिन्। अनि हामी चाहिँ यहाँ अगाडि बाटोमा निस्किएर सफारीमा चढेर चोकतिर आयौँ। अनि हामी हिँड्ने बित्तिकै चाहिँ पानी पर्यो क्या, अचानक। घाम कस्तो घाम लागिरहेको थियो, पानी परिरहेको छ हेर्नुहोस् त कसरी पानी पर्यो। अनि हामी आउँदैछौँ। छोरी चाहिँ उता सुतेको नाटक गर्दैछिन्। छोरीलाई चाहिँ हिँड्न हुँदैन गाडीहरूमा, ऊ निदाइहाल्छिन्। हामी चोक
आएर एउटा पसलमा काम थियो अनि हामी पस्यौँ। उसले चाहिँ नानीसँग भिडियो बनायौँ। त्यति बेलासम्म म चाहिँ सामानहरू किनिसकेँ अनि आफ्नो घरतिर लागेँ। म आफ्नो घरतिर लागेँ। आजको भिडियो चाहिँ यति नै हो गाइज। थ्याङ्क्स फर वाचिङ एन्ड बाई बाई। यसरी माया गर्नु।